मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। आज हामी तपाईलाई करिब 5000 वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा विभिन्न भविष्यवाणी गरेका थिए, जसलाई हामी प्रस्तुत गर्न गइरहेका छौँ। भविष्यवाणी नम्बर 1। धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानुदिन कलिको प्रभावले घट्दै जान्छ। भविष्यवाणी 2। कलियुगमा केवल धन मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागू हुनेछ। भविष्यवाणी 3। पुरुष र महिला केवल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्छन्। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुष तत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा गोरु बाँधेको आधारमा ब्राह्मण कहलिनेछ। भविष्यवाणी 4। व्यक्तिको आध्यात्मिक शक्ति स्थिति बाहिर चीज तथा वस्तुहरूमै निर्भर हुनेछ र यही आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरूमा खेल्न सक्छ, गफ हाँक्न सक्छ, उनी सबैभन्दा विद्वान ठहरिनेछ। भविष्यवाणी 5। कुनै व्यक्तिसँग धन छैन भने ऊ अधर्मी मानिनेछ। छल र कपटलाई सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ र कसैले स्नान मात्र गरेको छ भने सोच्नेछ कि ऊ सार्वजनिक रूपमा अरूको अगाडि आउन लायक छ। भविष्यवाणी 6। एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सीमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भविष्य नम्बर 7। जब पृथ्वी यसरी भ्रष्ट मानिसहरूले भरिन्छ तब ती व्यक्तिहरूमध्ये जसले आफूलाई शक्तिशाली देखाउन सक्छ उसले राजनीतिक शक्ति पाउनेछ। भविष्यवाणी 8। अनिकाल र अत्याधिक करको कारण मानिसहरू पात, जरा, मासु, जङ्गली मह, फल, फूल र बिउ खान बाध्य हुनेछन्, जसले गर्दा खडेरीले गर्दा सबै खानेकुरा बर्बाद हुनेछ। भविष्य नम्बर 9। मानिसहरू चिसो, हावाहुरी, तापक्रमको वृद्धि, वर्षा र हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको शिकार हुनेछ। भविष्यवाणी 10। कलियुगको लागि मानिसको उच्चतम उमेर 50 वर्ष हुनेछ। भविष्यवाणी 11। मानिसहरूले अब आफ्ना वृद्ध आमा बुबाको रक्षा गर्ने छैनन्। भविष्य नम्बर 12। कलियुगमा मानिसहरूले केही सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन्। सबै मित्र सम्बन्धलाई त्याग्नेछन् र आफ्नो र अरूको ज्यान लिनको लागि तयार हुनेछन्। भविष्य नम्बर 13। संस्कार नभएका मानिसहरूले भगवानको लागि पनि दान स्वीकार गर्नेछन्, जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुँदैन। उनी सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ। भविष्य नम्बर 14। सेवकहरूले उसको मालिकको धन सकिएपछि छोड्नेछन्, चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। र भविष्य नम्बर 15। सहरहरू चोर र फटाहरूले लिनेछन्। वेद नास्तिकहरूको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरूले विस्तारै जनतामा भस्म पार्दैछन्। पण्डित तथा बुद्धिजीवीहरू पेट तथा ज्ञानेन्द्रियका भक्त हुनेछन्।